जय सियाराम, शुभ बिहान हजुर सम्पूर्णमा। मेरो चाहिँ बिहानीको सबै सरसफाइ यताउता काम सिद्ध्याएपछि चाहिँ म चाहिँ जिरा पानी सिड्स र मम्मीलाई चाहिँ चिया बिस्किटहरू दिन्छु कि। अनि मम्मीलाई चाहिँ चिया बनाएर चिया लगिदिएँ। अनि म चाहिँ सिड्स र अनि जिरा पानीहरू खान बसेँ होइन। अनि म चाहिँ त्यो खाइसकेपछि चाहिँ आफ्नो पूजापाठतिर लाग्छु। पूजापाठ सबै सिद्ध्याएर अनि आफ्नो किचनतिर छिर्छु। किचनमा चाहिँ मेरो आज दाल अनि भिन्डी र आलु फ्राई थियो र बैगन ग्रेभी, अनि त्यसपछि मटर आलुको अचार थियो होइन। मैले चाहिँ अनि बनाउन सुरु गरेँ। म चाहिँ फेरि सब्जीहरू सबै काटेर राख्दिनँ कि, म चाहिँ काट्दै बनाउँदै गर्छु कि। अनि मेरो छोरी भन्छ नि, अरूले सबै काटेर राख्छन्, मेरोमा चाहिँ के बनाइसिन्छ सब्जी भनेर थाहा नै हुँदैन मलाई भन्छ कि। म चाहिँ भन्छु बनाइसकेपछि थाहा भइहाल्छ नि भन्छु। अनि यता दुधहरू पनि बसाएको थिएँ। दुधले फेरि हामीलाई कति माया गर्छ नि, खोजिहाल्छ नि त। अब एकछिन पनि यताउता भयो भने, त्यही भएर म त कहीँ पनि जान्न कि दुधलाई छोडेर। एकदम म पनि उसलाई माया गर्छु। फेरि पोख्यो भने त आफैलाई दुःख हो नि त। अनि यता चाहिँ खाना बनाउँदैछु। छोराछोरी पनि उठेर आए, उनीहरू पनि हाँस्दै खेल्दै रमाउँदै गरेका छन्। आजसम्म त आफूसँगै छन्, भोलिदेखि त स्कुल गइहाल्छन् होइन। आज त एकदम बिहानदेखि दिमाग खराब, 1 महिना भइसक्यो घरमै छन् कि, हल्ला हल्ला गरेर दिमाग खराब पनि गरेका छन्, रमाइलो पनि गरेका छन्। अनि फेरि छोरी पनि आएकी चाहिँ काठमाडौँबाट, रमाइलो छ कि अहिले चाहिँ होइन। अनि यता आलु मटरको अचार बनाउँदैछु आज चाहिँ। यिनीहरूलाई आलु मटर फेरि हाम्रो घरमा चाहिँ सबैजनालाई एकदमै मनपर्छ कि। अनि त्यही भएर म चाहिँ प्रायः आलु मटरको बनाइरहन्छु। उता भान्जा बाबु पनि आइसकेको छ होइन। अब दिदी भोलिदेखि स्कुल जाने भने हाँसेर जिस्काउँदै हुन्छ भान्जा बाबु चाहिँ मसँग यहाँ जिस्किँदै खेल्दै। अनि हामीहरू चाहिँ आज खाना तयार भइसक्यो। अनि यता बच्चाबच्चीलाई चाहिँ कोठा मिलाउन लगाएको थिएँ कि, किताबहरू मिलाऊ भनेको झन् भत्रगोल पारेँ। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने प्लिज लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। धन्यवाद।